फाइनल्ली एभरेस्ट कलर लिमिटेडले चाहिँ सर्वसाधारणको लागि बिक्री खुला गरेको आइपिओको बाँडफाँड मिति चाहिँ तोकिदिएको छ भने आउनुहोस् कहिले बाँडफाँड हुँदैछ अनि कतिजनाले 10 किताब प्राप्त गर्दै हुनुहुन्छ, यसको नेटवर्थ कति रहेको छ, अर्निङ पर सेयर कति रहेको छ, अनि पर्यो भने हामीलाई फाइदा हुन सक्नेवाला छ कि नसक्नेवाला छ त के छ त आउनुहोस् आजको भिडियोमा सम्पूर्ण अपडेट जानौँ भने हजुरहरूलाई स्वागत छ पैसाको बारेको युट्युब च्यानलमा, जहाँ हर पल हर समय आइपिओ या फिओ फाइनान्स र सेयर मार्केटसँग सम्बन्धित ताजा र महत्त्वपूर्ण अपडेटहरू छोटो-मिठो लिएर आइरहेकी हुन्छौँ। यस्तै अपडेटको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न चाहिँ पक्कै पनि नबिर्सुला भने साथीहरू। यस एभरेस्ट कलर लिमिटेडको नेटवर्थ रहेको छ 100 रुपियाँ 2 पैसा भने अर्निङ पर सेयर चाहिँ 9 रुपियाँ 60 पैसा चाहिँ रहेको छ भने यसमा चाहिँ 27,18,653 जनाले आवेदन दिनुभएको मध्ये 65,570 जनाले 10 किताब प्राप्त गर्नुहुनेछ भने 26,53,083 जनाको हात चाहिँ खाली नै रहनेवाला छ भने हजुरहरूलाई पर्छ कि पर्दैन के लागेको छ कमेन्टमा बताउनु चाहिँ पक्कै पनि नबिर्सुला भने। यदि हजुरहरूले प्राप्त गर्न सफल हुनुभयो भने यो आइपिओको चाहिँ पहिलो कारोबार मूल्य 100 रुपियाँदेखि 300 रुपियाँको बिचमा चाहिँ हुनेवाला छ भने पक्कै पनि राम्रो फाइदा दिन सक्ने यो कम्पनी त रहेकै नै छ भने यस कम्पनीले बिक्री खुला गरेको आइपिओको बाँडफाँड चाहिँ भोलि यानि कि असारको 4 गते बिहिबार चाहिँ हुन गइरहेको छ भने सम्पूर्ण साथीहरूलाई शुभकामना छ है त।